पसलबाट कसरी अर्डर गर्ने त भनेर कन्फ्युज हुनुहुन्छ भने यो भिडियो हजुरको लागि हो है। सो मैले चाहिँ यहाँनिर पसलको एप डाउनलोड गरिसकेको छु र पसलको अगाडि तपाईँले खोल्ने बित्तिकै यस्तो खालको चाहिँ पेज देख्न सक्नुहुन्छ र यहाँ थुप्रै क्याटेगोरिजहरुमा सामानहरु चाहिँ यसरी भाग लगाएर राखिएको छ र यहाँबाट पनि तपाईहरुले सामानहरु खरिद गर्न सक्नुहुन्छ भित्र गएर। तर यतापट्टि सर्च भन्ने खोज्ने अप्सन छ। सो यहाँनिर गएर तपाईले आफुलाई चाहिएको सामानहरु खोज्न पनि सक्नुहुन्छ है। र अहिले चाहिँ मैले हजुरहरुलाई ग्यास सर्च गरेर देखाउँछु है। सो ग्यास सर्च गर्ने बित्तिकै यहाँ देख्न सक्नुहुन्छ गृहलक्ष्मीको र शक्तिको ग्यास देखाइसकेको छ र यो खरिद गर्नको लागि तपाईले यहाँ किन्ने अथवा बाई भनेर लेखेको अप्सन देख्न सक्नुहुन्छ। यसमा क्लिक गरेर यो किन्न सक्नुहुन्छ है र यसरी बाई गर्न सक्नुहुन्छ र यसको परिमाण थप्नको लागि तपाईले यहाँ प्लस आइकनमा क्लिक पनि गर्न सक्नुहुन्छ र घटाउनको लागि माइनसमा क्लिक गर्न सक्नुहुन्छ है। र यसपछि चाहिँ तपाई पछाडी जानुपर्ने हुन्छ। फेरि हामी अगाडिकै पेजमा आइसकेका छौं र 2 आइटम भनेर लेखेको यहाँ तलपट्टि कार्ड देख्न सक्नुहुन्छ। यसमा क्लिक गर्नुपर्ने हुन्छ है र यसमा क्लिक गरे पछाडी यस्तो खालको पेज देख्न सकिन्छ। यहाँ तपाईले खरिद गर्न खोज्नु भएको आइटमहरु यसरी देखाइएको हुन्छ, यसको परिमाण देखाइएको हुन्छ र टोटल रेट देखाइएको हुन्छ है। र अगाडि बढ्ने भनेर लेखेको छ। यो भन्दा अगाडि यहाँनिर तपाईले आफ्नो लोकेसन चेक गर्नु होला। अहिले तपाई जहाँ हुनुहुन्छ त्यहीबाट खरिद गर्न खोज्दै हुनुहुन्छ भने चाहिँ म भएकै ठाउँ सेभ गर्ने अथवा माई करेन्ट लोकेसन भनेर लेखेको एउटा अप्सन देख्न सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुपर्ने हुन्छ है। त्यहाँ क्लिक गरेपछि एउटा यहाँ म्याप आएको छ। तपाई अहिले जहाँ हुनुहुन्छ त्यो ठाउँको चाहिँ म्याप यहाँ अगाडि देख्न सकिन्छ र यसलाई चाहिँ सेभ गर्नु होला है। र सेभ गरेपछि अगाडि बढ्ने भनेमा क्लिक गर्नुपर्ने हुन्छ र यो चाहिँ तपाईको अन्तिम पेज हो। यसमा चाहिँ तपाईले खरिद गर्न खोज्नु भएको आइटमहरुको रेट र टोटल मूल्य देखाइएको हुन्छ र सबै कुरा चेक जाँच गरेर चाहिँ तपाईले अर्डर पक्का गर्ने भन्ने अथवा कन्फर्म अर्डर भन्ने ठाउँमा क्लिक गरेर आफ्नो अर्डर पक्का गर्न सक्नुहुन्छ है।